अनि आलु अर्काले खनेको लिएर आयो कि हो चाहिएको छ भने सम्पर्क गर्नु होला किलोको मात्र 500 रुपियाँ बन्दरुल यस्तो ढुङ्गा ढुङ्गा चिज त बन्दरुल ओके यताबाट गएर चाहिँ सुरुवात भइसक्यो खाँदैछ अनि टोलीहरू यता छ हेलो साथीहरू नमस्ते है फेरि पनि वेलकम छ सबैजना मेरो ब्लगमा अनि के छ हजुरहरूको हाल खबर सन्चै आरामै म चाहिँ आज आलु खोज्न जान लागेको जङ्गलमा हामी छौँ म होइन हामी छौँ साथीहरू आउँदैछ माथिबाट तल जाँदैछु अहिले ल जङ्गल पुगेपछि देखाउँछु ल अहिले चाहिँ हामी जङ्गलतिर आइसक्यो अब आलु खोज्छु यस्तो छ जङ्गल चाहिँ छन्नै लडेको ल अब चाहिँ जङ्गलभित्र आइसक्यो आलु खाने टोलीहरू यता छ मन त छौ यहीँ त खन्ने अब आलु अस्तिको ठाउँमा खनेछ ल आलु खानेको देखाउँछु पहिला नै अरूले खनिसकेको रहेछ खाँदैछ सुरुवात भइसकेको छ आलु खन्दैछ भान्साले त्यसले खन्दैछ त भिडियो बनाउनु पऱ्यो नि यति निस्किएको छ अहिले अझै खन्दैछु बिस्तारै बिस्तारै ल तपाईँ फोटोतिरै खानिदिनु सक्छ यताबाट गएर चाहिँ है भाँच्यो त्यो यो ढुङ्गाले गर्दा भाँच्यो त्यो भाँतिनु भएन माथिको चाहिँ आइसक्यो माथि हो जो बोधो बाक्का त्यो आइसकेको थियो यो पिकै माथि भाँचेको छैन हेर नि त आलु हेर्ने हो आलु गाइजहरू आलु आलु लेख्दाको मिसिन हो दिस इज द बन्दरुल ओके हाम्रोतिर त यसलाई ल्याइदेमै भन्छ तपाईँहरूतिर के भन्छ यसलाई ल नादेमै पनि सालो र ससुरोको अगाडि खनिया भए ठुल्ठुलै भेट्ने रहेछ होइन यसपालि खनेको हुनाले गर्दाखेरि अलिकति सुक्नमा पुगेछ उहाँ सर यो पनि यहीँ रहेछ दिस इज द बन्तरुल ओके यो चाहिँ सबै सुकेको है यो पोहोर नखानेकोले गर्दाखेरि यो सुक्नमा सफल भयो यो त झन् पोहोरको पोरै रहेछ ठुलै रहेछ त यो त काका सक्यो तपाईँको के सकाइदिएको त्यहाँ सकेन नि रुखै हाम्रोतिर बन्दरुल यस्तो ढुङ्गा ढुङ्गा फल्छ हेर गाइस होइन तपाईँहरूकोतिर माटोतिर फल्छ अरे हाम्रो त यी ढुङ्गामा यसरी फल्छ अर्को अनाडे चाहिँ फेरि यसरी ढुङ्गामा फल्छ हाम्रोतिर माटो खानु पर्दैन कि ढुङ्गा निकाले पुग्छ हाम्रोतिर त यसरी क्लक क्लक
यो चाहिँ अब पोहोर पोहोरको रहेछ। यसपालि सुक्नमा सबल भए चाहिँ यस्तो धुलो निस्किँदो रहेछ पोहोरको सबै। त्यहाँ खान जाने मामा हामी दुइटा हुन्छ यो चाहिँ यार यत्रो थियो होला यार। सुकिसकेको छैन यो चाहिँ सुकिसकेको छ यो पनि हो नि यो पुरै हो नि यहाँसम्म। लु अझै खन्दै छ हामी अझै खण्डै थियो यत्रो ढुङ्गा पल्टाएको होइन साथीहरूले पछि मान्छेले थाहा पाएर यिनीहरू रहेछ नि खन्दैछ अझै यत्रो। लु हामी अरू ठाउँमा खान लाग्यो। ल गाइस चाहिएको छ भने सम्पर्क गर्नु होला। किलोको मात्र 500 रुपियाँ हो। धेरै होइन धेरै होइन हामी धेरै लिँदैन। ल 500 रुपियाँ मात्र 500 रुपियाँ गोडाको। ल सम्पर्क गर्नु होला। अन्ठाना बेचिएर झ्यालबाट हेर भर लागे जस्तो छ त अब कत्रो लिएर आएको छ के अर्काले खनेको लिएर आयो कि हो चोरले लिएर भतिजले यस्तो पो ल्याउँदा त माल आमा एक्लै एक्लै गएर खतरा ल्याएको छ त माछाले खतरा ल्याएको छ त यार जमा सुदला खतरा ल्याएको छ भतिजले सुको छ भाइ दे चुङभरि मरे लो आलु भतिजले लिएर आएको यो चाहिँ आलु अर्को निस्किसकेको छ अनि आलु गाइस माघको आलु। यसपालि माघ मात्रै खानुपर्छ यो फेरि अरू बेला खानु हुँदैन नि फेरि 20 लाग्छ होइन माथिबाट भाँचिन्थ्यो पनि रिङमा झुकी ल फेरि निस्किसकेको छ होटेको जिम पुरा हेर्यो अब म त धिराङ गरेर नै थिनेम है जुम है थिनेम जुमी अझै निकाल्न बाँकी छ यहाँ भक्कर खन्दैछ ना ओइ लामा इजे खाने पछि भाइ अझै बाँकी छ बाँकी छ यहाँ त छ कि उताबाट गएको चाहिँ मेन चाहिँ खन्दैछ उहाँ चाहिँ म चाहिँ अरू ठाउँमा लाग्यो आलु चाहियो भने सम्पर्क गर्नु होला हामीलाई। आलु माघे सङ्क्रान्ति मनाउन आलु खोज्न आएको जङ्गलमा है जङ्गल छ जङ्गल जङ्गल में हम करेंगे मङ्गल के हो यो त ऊ पनि जस्तो छ कालिज पनि लु नभन्दा नि यहाँ खान्छु अब गाह्रो छ गाह्रो छ सिस्नुले पोल्ने काठले रुखले नदेला जस्तो छ है हो र नहोला जस्तो छ यहाँ गाह्रो ठाउँमा रहेछ आलु त लास्टसम्म हेर्नै छ फेरि लास्टसम्म रहेछ काम ल एक भारी हामीले निकालिसकेको अझै त्यहाँ निकाल्दैछ उतातिर पनि अब एकछिनमै लागेको छु ओके गाइस बाई बाई।